हेलो साथीहरू, वेलकम छ है आजको मेरो छोटो भ्लगमा है भिडियोमा। आज चाहिँ एकदम चिल पारामा है, एकदम आज चाहिँ एकदम चिसो चिसो मौसम गरिरहेको थियो, त्यही भएर आज चाहिँ मौज भइरहेको थियो मेरो छोरीलाई। अनि आज चाहिँ पानी पर्ने जस्तो गरिरहेको थियो नि, एकदम शीतल भइरहेको थियो, त्यही भएर चाहिँ म आज पानी गार्डनहरूमा पानी चार्न चाहिँ एकदम बात हेरिरहेको थियो कि आकाशबाट पानी आउँछ कि भनेर, आएन। अनि त्यही भएर चाहिँ फेरि भर्खर चाहिँ अब रात पर्न लागिसकेपछि फेरि म पानी चार्दैछु, के गर्नु है, पानी आउँछ कि भनेर आश गरिरहेको थिएँ। आश गरेर सास गयो, पानी आएन। बादल मात्र गऱ्यो, शीतल चाहिँ शीतल भइरहेछ आज, त्यही पनि आउने जस्तै गरिरहेको थियो कि पानी आउँछ होला भनेर म त केही पनि गर्न। अनि लास्टमा आएर पानी आएन, अनि त्यही भएर चाहिँ गार्डनमा पानी चारेँ। अनि आज चाहिँ हाम्रो गेटमा चाबी चाहिँ कसले लगिदियो, गेटमा चाबी नै छैन। घर तीन चारचोटि घर घुमाएर खोजेँ तर चाबी नै भेटेन कि आज चाहिँ म भ्लग छोटो बनाएको है। भोलिको भिडियोमा भेटौँला। आज चाहिँ म यति नै बनाएको साथीहरू, बाई बाई।